सर्वोत्तम पेन्ट्सद्वारा आयोजित पिकनिकमा यहाँ कुकिङ कार्यक्रम भइरहेको छ। यसको चुलो पहाडको एरिया रहेको छ। ट्याङ्की स्याङ्की सबै बस्ने ठाउँ चाहिँ यहाँबाट माथि यतातिर रहेको छ भनेदेखि पकाउने ठाउँ चाहिँ यतातिर रहेको छ। ब्रेकफास्ट सर्भ भइराख्दा तर्फबाट पनि र कम्पनीको तर्फबाट पनि सबैले धन्यवाद छ। स्वागत छ हाम्रो धनगढीको अतरियामा अवस्थित छ है। धनगढीमा फ्याक्ट्री छ यसको र यो पेन्ट प्लान्टमा हेर्ने हो भने 5-6 सालदेखि चाहिँ चलिराखेको पेन्ट हो। तर सुदूरपश्चिममा यो राम्रो छ, यतातिर बजार विस्तार भएको छैन। तर मैले यससँग आबद्ध हुँदाखेरि मैले त्यो बेलामा चाहिँ उहाँकै फ्याक्ट्रीमा जति पनि छ, यो जस्मिन छ, इन्डिगो छ, अनि तपाईँको रोयल छ, यिनीहरूको सबैको स्याम्पलिङ गराएर मैले चाहिँ एउटा रिपोर्ट बनाएको थियो। त्यो बेलामा पनि म नछिर्दाखेरि पनि सर्वोत्तमको क्वालिटी तिनीहरूभन्दा राम्रो थियो। एउटा चाहिँ त्यो दिमागमा लियो। अब मैले यसमा आबद्ध भइसकेपछि अब क्वालिटीको बारेमा त सोध्नै पर्दैन। र त्यही भएर उहाँले के गर्नुभयो भनेदेखि मलाई नै एउटा तपाईँ अब एउटा विज्ञ मान्छे, मलाई तपाईँबाट नि मैले के गर्नुपर्छ भनेर उहाँहरूले आफै सोर्सफुल तरिकाले हेटौडामा चाहिँ एचआइडी उद्योगभित्रै चाहिँ हामीले 10 रोक्ने जग्गा लिइसकेका छौँ। अब जगसग खन्न बाँकी छ। एउटा फ्याक्ट्री उतातिर पनि हुन्छ, किनकि अतरियाबाट यहाँ सामान ल्याउन अलिकति गाह्रो भइरहेको छ। पूर्वतिर पनि जानु पऱ्यो। अब हामीले राम्रै गर्दै जाउँ र सबैले कम्पनीले भन्दा पनि सबैजना यदि टिम छ र हाम्रो शैलेशजीलाई चाहिँ सबैले माया गर्नु, भित्रीबाट माया गर्नु पऱ्यो। म त्यसको लागि के गर्नुपर्छ, हामी कम्पनीबाट तयार छौँ र शैलेशजीले सबले गएर माया गर्नु, दिल खोलेर माया गर्नु आफ्नो तर्फबाट है। यो छोटो मिठो यो घाममा धेरै भाषण नगरौँ। एउटा फोटो चाहिँ खिचाइहाल्नु। अब पेन्ट रिकमेन्ड गर्दाखेरि मान्छे सोध्यो भनेदेखि के भन्ने दाइ? सर्वोत्तम एसियन पिचमा हजुर सर्वोत्तम पेन्ट सबलाई चाहियो होइन दाइ? अब रिकमेन्ड गर्ने सर्वोत्तमै होइन त? ल ठिक छ। हामी 3 जना पेन्टर, यो एउटा कुक। ल के पाकिरहेको छ हाम्रो अहिले यहाँनिर? के पाकिरहेको? भेज पनि, मटन ग्रेभी, हजुर राइस, प्लेन राइस। यहाँ के पाकिरहेको दाइ? यो चाहिँ यो मटन पाकिरहेको छ दाइ। मटन हो, मटन एकदम राम्रो रहेको छ। मटन ग्रेभी छ, दाल छ। यो चाहिँ भेजहरूको लागि। सेवा चाहिँ खाइसक्यो भन्दिनु, तास पनि खाइसक्यो भन्नु, माछा पनि खाइसक्यो। माछा पनि खाइसक्यो। माछा सेकुवा के बनाउनु भयो दाइ आज? माछा पकाइ, हजुर तास पकाइ, हजुर सेकुवा बनाइ, अनि चिउरा भटस भइहाल्यो। त्यसपछि बियर र रक्सी त कति त्यो थाहै छैन मलाई है। भेज मासु ठिक छ। सङ्कल भेट्छ सर्वोत्तम।